74-98 होला रहेछ सर्प गयो फुलबारी छ टुटुङ्गा भनेको बेनी बजार आइपुग्यो बेनी बजार हाम्रो सर हुनुहुन्छ उहाँ आज चाहिँ बर्खा लागेको छ हाम्रो गाडी पनि खाली खाली छ भुइँसरीको पहिरो हेर्नुहोस् हजुर मुकिन जाने बाटो यस्तो छ यस्तो बाटोमा गाडी चलाउने चाहिँ गुरुजी उहाँ आउनुहुन्छ छैन मान्छे के गर्ने त नि अब हेलो सबैजनालाई वेलकम ब्लगमा स्वागत छ सबैजनालाई हामी चाहिँ पोखराबाट हिँडिसक्यो अहिले 9 डाँडा आइपुग्यो लगभग 7:30 बजीतिर हिँडेको पोखराबाट मौसम यस्तो छ पोखरातिरको मौसम नेपालको सबभन्दा धेरै पानी पर्ने ठाउँ थियो होइन नेपालको सबभन्दा धेरै पानी पर्ने ठाउँ लुम्ले माइलस्टोन कतापट्टि समाधान राखेछ नि गाडी अर्कोपट्टि मामा त्यहाँ हाम्रो चिनेकै मामा हो ए 74-98 होला रहेछ यो ठोक्यो यो लाइन शिवको जोडा हो यो जोडा हो शिवदाईको जोडा हो यो साह्रै ब्याग हो यो डेमा चलाएछ हेर अन्त है पहिला नत्र त पहिला नाइट हो नि त ओ मामा के छ मामा गलती हो गई थोड़ा सा ही गलती हो गई कुद्दैल नयाँ पुलमा धरि मान्छे छैन त है लोकल मान्छे त्यहाँ रोकिरहेको बेलामा साह्रोले ठोक्न हाल्यो कति सानो सर्प हो त नि विशालै होला है यो चराले कहाँबाट देखेर आएर सर्प गयो गाडी देख्यो भने त्यो कार मान्छे अम्बोट आइपुग्यो हामी अम्बोट असला माछा भात खाएर जाने क्या हो यो भाइरल होटल यही हो सबिन होटल खै कुन चाहिँ मन चिन्दैन फुलबारी छ टुटुङ्गा भनेको टुटुङ्गा हो टुटुङ्गातिर कालीगण्डको चाहिँ खत्रै ठुलो भएको छ नागदी जिल्लामा स्वागत छ यहाँहरूलाई हजुर माथि जाने अब छैन मान्छे
छ इभी त अहिले इभी नै इभी छ हाम्रो गुरुजी हाम्रो यात्रा चाहिँ मुक्तिनाथसम्म बैसरी आइपुग्यो हामी बैसरी लुगाई नसिनी मेरो कहाँबाट सिर्दैन मजा होला नि के भएर सुन्नु गाडी आछ त दाइ छैन है यो हो मजा यहाँ नसिनी होला है ए यहीँ नसिर्ने छ त्यो भएर बिहा गरेर यो ढुङ्गा झरेछ कि भ्यास ल हेर्नुहोस् हजुर मुक्तिनाथ जाने बाटो यस्तो छ सलल्ल खोला यहाँ हो क्या धुवा गुल्टे आँटी बुक यहाँ त गुल्टी छ एउटै हेर्नु यतापट्टि हो कि ढुङ्गा झन् त्यहाँ यस्तो बाटोमा गाडी चलाउने चाहिँ गुरुजी उहाँ आउनुहुन्छ है गुरुजी बुझिदिनु पऱ्यो गाइस कत्रो कत्रो ढुङ्गा झरेको मुक्तिनाथ जाने बाटोमा कहाँ सुन्छ त्यसको उयसमा चुच्चुमा गाडी बन्द गरेर हिलो रोप्ने धान रोप्दिन है केमा छ कि माथि सामान होइन फोन गर तलै हो
छैन मान्छे के गर्ने त नि अब मान्छे छैन कम्तीमा बस्ने मान्छे छैन बाटोमा मान्छे छैन हाल चाहनु भइसक्यो त भइहाल्यो नि दुईजना खै आइसाइ छैन केही यत्रो भिडियो बनाउँदा नि यार खै उता नि देखा खै खै ल भाइरल भयो आउँदैन अब ल दानामा हामी आज दाना खाँदैछौँ चिसो नि बाहिरको भन्छ आज चिज छ के को झोल छ मामा चिकन बिरयानी